240 वर्ष अगाडि यही बसन्तपुरमा कुमारीको खतलाई क्याप्चर गरेर पृथ्वीनारायण शाहले नेवार राज्यलाई उपनिवेशमा बदलिएको थियो। आज यही बसन्तपुरमा यही कुमारीको मन्दिर गुडीतिर आज नेवारहरू 240 वर्षको उत्पीडनबाट मुक्तिको घोषणा गर्दै नेवार साहित्य राज्यको घोषणा सभा भइरहेकोमा म नेकपा माओवादीका यस कार्यक्रमका संयोजकज्यूहरूप्रति आभार व्यक्त गर्दै आदरणीय सभापति र सहृदय र प्रेरणाका स्रोत क्रान्तिका नेपाल क्रान्तिका अग्रदूत कमरेड प्रचण्ड प्रति म हृदयदेखि आभार व्यक्त गर्दै म 2-4 वटा शब्द यहाँ व्यक्त गर्न चाहन्छु। नेपाल राष्ट्रिय पार्टी केही नेवारहरूले मिलेर नेपालमा यस्तै खालको दिन ल्याउनुपर्छ भनेर गठन गरेको पार्टी हो र त्यस पार्टी गठन गर्दाखेरि मैले माओवादीका नेताहरूलाई भनेको थिएँ 12 गुणे सम्झौता, सत्ता आरोहण यो सबै तपाईहरुको जनयुद्धको हाफ रिभोल्युसन आधा मात्र कम्प्लिट भएको क्रान्ति थियो। आजसम्म आइपुग्दाखेरि म भर्खर हाम्रो दिननाथजीसँग बसिरहेको थिएँ। तपाईहरुले मानसिक युद्ध कम्प्लिट गर्नुभयो, जनयुद्धको क्रान्तिकारी पक्ष पूरा गर्नुभयो र हाफबाट म 75% जनयुद्ध अथवा तपाईहरुले चाल्नु भएको क्रान्ति पूरा भएको म महसुस गर्दै यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। मेरो यहाँ उभिनुको तात्पर्य यहाँहरूले गर्नुभएको यो नेवार साहित्य राज्यलाई नेवारहरूको तर्फबाट र नेपाल राष्ट्रिय पार्टीको तर्फबाट स्वागत गर्नु, धन्यवाद दिनु र शुभकामना व्यक्त गर्नु नै हो। धेरै कुरामा नेकपा माओवादी र नेपाल राष्ट्रिय पार्टीका राजनैतिक मुद्दाहरू मिल्दछन् र एउटै छन् र तीहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र जातीय भाषिक क्षेत्रीय गणराज्यहरू ती कुराहरूमा आज जुन एउटा पूर्णता अथवा एउटा प्राप्ति गर्नुभएकोमा नेपाल राष्ट्रिय पार्टीको तर्फबाट पनि ऐक्यबद्धता अभिव्यक्त गर्न म यहाँ उभिएको छु। यसरी संघीय गणराज्यहरू घोषणा गर्दै गएकोमा कोही आत्तिनु पनि पर्दैन र कोही मात्तिनु पनि हुँदैन। सबैभन्दा पहिले हामी एउटा नयाँ नेपाल सृजना गर्न क्रान्तिबद्ध छौं, संघर्षरत छौं। सबैभन्दा पहिले हामी नेपाली हौं। विश्वमा हाम्रो विशिष्ट परिचय छ। त्यसलाई सबैले कुनै पनि उत्पीडनबाट दमित नभएको महसुस गर्न र स्वतन्त्र र अगाडि बढ्नको लागि पूर्ण क्षमता व्यक्त गर्नको लागि आधारहरू तयार गर्नको लागि संघीय गणराज्यहरू निर्माण गर्दैछौँ र त्यसको एउटा ऐतिहासिक र महत्त्वपूर्ण पाइला आज नेकपा माओवादीले यहाँ नेपालको अहिलेसम्मको राजधानीको त्यो पनि बसन्तपुरमा जुन सम्पन्न गरिरहनु भएको छ त्यो प्रति हामी सबैले खुसी र मुक्तिको अनुभव गर्दै अभिव्यक्त गर्न हामी गइरहेका छौं। नेपालमा संघीय गणराज्य किन यो कुरामा धेरै यहाँ अन्यलहरू सिर्जना गरिरहेका छन्। 240 वर्षको दौरानमा काठमाडौँमा के कति यस्ता विकास भए जसले कि नेपालले शिर खाडो गर्न सकोस्। 240
7वटा धरोहरहरू यहाँका नेवार राज्यका सिद्धहस्त व्यक्तिहरूले सृजना गरेका 7वटा विश्व सम्पदाहरू यहाँ छन्। 240 वर्षमा शाहकालमा के कुनै एउटा विश्व सम्पदा थप्न सक्यो? होइन। त्यसकारण त्यो नेपाली जनताको त्यो क्षमता र त्यो सृजनशीलता 240 वर्षसम्म दमित रह्यो। मानिसको मुखमा ताल्यो, हातहरू काटिए र साहस गर्ने शिरहरूलाई फाँसी दिइयो र त्यसको फलस्वरूप आज काठमाडौँ एउटा विकृत सहरको रूपमा, सबैभन्दा संसारमा एउटा प्रदूषित सहरको रूपमा, कुनै पनि आधार नभएको सहरको रूपमा विकास भएको छ। त्यसकारण काठमाडौँ मात्र होइन, नेपालका सम्पूर्ण क्षेत्रहरूमा विकास गर्नको लागि एउटा मात्र राजधानी होइन, जतिवटा गणराज्यहरू बन्छन् ती सबै गणराज्यहरूमा काठमाडौँ जस्तै कलात्मक, सृजनशील, आर्थिक केन्द्रहरूको रूपमा राजधानीहरू बनाउनको लागि हामीले संघीय गणराज्यहरूको लागि क्रान्ति गर्नुपर्ने र आज यसरी घोषणा गर्नुपर्ने हो। त्यसकारण संघीय शासनले एउटा नयाँ खालको, एउटा नौलो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा नौलो खालको सकारात्मक र विश्वमा फेरि नेपालको शिर उच्चा गर्ने आधारहरू तयार गर्न सक्दछ। नेपालमा 7,000 वर्ष अगाडि सीता जन्मेका थिए र भारतमा एउटा सभ्यता निर्माण गर्नमा मद्दत पुर्याए। 2500 वर्ष अगाडि बुद्ध जन्मेका थिए, उहाँले पनि भारतमा अर्को एउटा वैचारिक र एउटा नयाँ सभ्यता सृजना गरे र विश्वभरि फिजिए। त्यस्तै हजार वर्ष जति अगाडि नेपालबाट अर्निको भन्ने एकजना सपूत जन्मे र चीनमा उसले वास्तुकलाको लागि त्यहाँ गुरुको र त्यहाँको डाइरेक्टरको रूपमा चीनमा चाहिँ सभ्यता उजाए। त्यसपछि ढिकुटी जस्ता छोरीहरू जन्मे र चीनमा पनि संस्कृति र धर्म साहित्यहरू फैलाउनमा काम गरे। नेपाल सानो छैन। भारतको लागि भारतलाई हेरौँ या चीनमा हेरौँ, हाम्रै देशमा जन्मेका छोराछोरीहरूले ती चीन र भारतका सभ्यताहरू सृजेका छन्, कल्पित गरेका छन् र यही नेपालबाट गएका सिद्धहस्त हातहरू, व्यक्तित्वहरू गरेर त्यहाँ पनि विश्व सम्पदाहरू निर्माण गरिदिएका थिए। यस्ता महान सपूतहरू जन्माउने देश 240 वर्षमा अँध्यारो र एउटा उपनिवेश, आन्तरिक उपनिवेशको रूपमा दमनमा, उत्पीडनमा बाँच्नु पर्यो। त्यसकारण यो जुन गणराज्यहरूको घोषणा छ त्यो चाहिँ हाम्रो उत्पीडनबाट मुक्ति र साथसाथै हाम्रा जुन क्षमता, सृजनशीलताहरूको वापसीको एउटा प्रतीकको रूपमा यो जुन हुन गइरहेको छ, त्यसप्रति नेकपा माओवादीले यो जुन हामीलाई 10 वर्षको जनयुद्ध र साथसाथै अहिलेसम्मको सङ्घर्ष र क्रान्तिबाट प्राप्त गरेर जुन दिनुभएको छ त्यसप्रति नेवार समुदाय आभार व्यक्त गर्दछ। र एउटा कुरा, यो जुन राष्ट्रियताको जुन सवालहरू बहसमा आइरहेको छ त्यसमा हामी सबैले संवेदनशील भएर सबैभन्दा पहिले नेपाल एउटा सिङ्गो राष्ट्र, बलियो राष्ट्र र भोलि 15 वर्षपछि सारा संसारले उछिन्न लागेको दुईटा आर्थिक शक्तिहरू भारत र चीनमा फेरि हामी सगरमाथा जस्तै उभिएर हामी नेपालीको अस्तित्व र महत्त्वलाई संसारले बुझाउनलाई सक्षम होस् भन्ने कामना गर्दै म आफ्नो 2 शब्द यही टुङ्ग्याउँछु। शुभया, धन्यवाद।